जलिसकेपछि देखा भनेपछि कसले जलाएको हो कसरी थाहा हुन्छ आँखा अगाडि पेट्रोल छर्केर लाइटर बाल्दाखेरि छिटो छिटो कसले रेकर्ड गर्छ सीसीटीभी फुटेज पनि छ मसँग एउटा जलिसकेपछि देखा भनेपछि कसले जलाएको हो कसरी थाहा हुन्छ जलिसकेपछिको चाहिँ रेकर्ड जल्दै गरेको चाहिँ रेकर्ड छ कुरा बुझ्नु ल एउटा शब्दको शब्दले गर्दाखेरि कुरा यहाँ चेन्ज हुन सक्छ आएर लाइटर बालेर जलाएको मान्छेले देखेको हो तर कोही मर्दैछ भनेर कसैलाई पनि थाहा हुँदैन र रेकर्ड गरेर बसेको हुँदैन क्यामेरा अन गरेर बसेको हुँदैन उनी 12:30 बजीको मसँग एउटा फुटेज छ जहाँ चाहिँ ऊ र अर्को एउटा बहिनी सरू भन्ने भनेका छन् मान्छेले नाम कुर्ता रेड कुर्ता लगाएको छ दुईजना पास भएको छन् त्यही ब्ल्याक कलरको टप्स फुल बाउला स्लिप भएको त्यो बहिनीले स्लिप भएको अनि ग्रे कलर खरानी कलरको ट्राउजर लगाएको छ लुज टाइपको ट्राउजर ऊ पास हुन्छ दुईजना पास भइरहेका छन् त्यो फुटेज छ मसँग त्यस पछाडि उसले आफ्नो साथीसँग चाहिँ भिडियो कलमा बन्दना कि बन्दिता भन्ने मान्छेसँग भिडियो कल गरेको छ लाइटर देखाएको छ अब त्यो बहिनी चाहिँ रोइरहेको छ व्हाट्सएप कल भएर होला सायद अडियो छैन अनि ऊ चाहिँ हाँसेर भनेर देखाइरहेको थियो होइन सो अब ब्याक स्टोरी सुने अनुसार यो सरू र त्यो बहिनी चाहिँ त्यो एकजना कपालको घरमा गएको थियो जोसँग झगडा परेर रहेछ उनीहरूको भिडियो कलमा हो कि केमा उसको घरमा गएर कुरा मिलाउन वा कुरा गर्न गएको रहेछ उनीहरूको डिस्कस परेछ त्यस पछाडि आजल त्यहाँबाट रिसले निस्केर गएको रहेछ अनि उनीहरूले कहाँ गयो भनेर सरूले खोजिरहेको रहेछ आजललाई अनि एकछिनमा आउँदाखेरि चाहिँ उसको बडीमा अलरेडी पेट्रोल थियो जुन चाहिँ किराना पसलको मान्छेहरूले जर्गनमा पेट्रोल लिएर गएको देखेको भनेर पनि बयान दिएको रहेछ अनि उसले पेट्रोल खनेर आएको थियो अरे अनि त्यस पछाडि अब त्यो जुन घर अगाडि जलेको थियो जो त्यो कपाल बस्थ्यो त्यही घर अगाडि गएर चाहिँ हेर भनेर फोन साइडमा फालेर अनि जलाउन सुरु गर्यो सो ऊ अचानक आउँदाखेरि कसैले पनि रेकर्ड गरेर बसेको थिएन त्यही भएर जलाउनुभन्दा अगाडिको फुटेज चाहिँ छैन प्रोबेबली त्यो घर सीसीटीभी क्यामेरा भएको घरहरू छन् होला र तिनीहरूसँग फुटेज उपलब्ध गराउन सक्छ होला लेट्स वेट सरी छोरी आएको थियो होइन उपलब्ध गराउन सक्छ होला दसैँको लागि मान्छेहरू घर जान सक्छ त्यस पछाडि जब अब पेट्रोल हो नि एकैछिनमा आगो त सट्टै तानिहाल्छ नि मान्छेको ब्रेनले पनि काम गर्नु पर्यो नि आगो लाग्ने बित्तिकै ए भनेर अँगालो मार्दैन नि त पानी पनि भन्ने बित्तिकै बाल्टिङमा छेउछाउमा बस्या हुँदैन रुममा लिएर जानुपर्छ मान्छेले ए मर्यो आगो लाग्यो भने यस्तो गरेर क्यामेरा पनि निकाल्दैन है लेट्स बी अनेस्ट मान्छे डराउँछन् भाग्छन् प्यानिक हुन्छन् पानी ल्याउँछन् हेल्प कपडा सपडा केले पुछ्ने त्यो गर्छन् जुन चाहिँ विदिन 10 सेकेन्डमा पानी ल्याएर हालेको पनि छ तर त्यो स्किन जलेको छ के हैन कपडाहरू जलिसकेको थियो कपडा त पेट्रोलले त समातिहाल्छ नि अनि त्यो मलाई जसले फुटेज अर्को एउटा बहिनीले दिएको सीसीटीभी फुटेज दिने छुट्टै मान्छे हो भने मलाई त्यो जल्दै गरेको भिडियो दिने छुट्टै मान्छे हो सो त्यो बहिनीहरू चाहिँ पहिला तल गएछ त्यो मान्छेहरू चिच्याएको भएर अनि आगो बलेको देखेपछि फेरि डराएर माथि आफ्नो घर गयो अनि त्यहाँबाट चाहिँ बल्ल माथिबाट चाहिँ फुटेज रेकर्डिङ लिएको छ जहाँ चाहिँ जलेर ऊ यसरी नै ठिङ 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 नरुने नचिच्याउने नकराउने ऊ चुपचापै हिँडिरहेको थियो अरे हैन हिँडिरहेको छ देख्दाखेरि पनि हिँडिरहेको छ अरू मान्छे रोइरहेछन् चिच्याइरहेछन् त्यसपछि पानी हालिएको छ त्यहाँबाट उसलाई त्यहाँबाट उद्धार गरेर गाडीमा हालेर ट्याक्सी हो कि एम्बुलेन्समा हालेर लिएर गएको छ मसँग भएको फुटेजहरू यति हो र मैले त्यो आधारले भन्ने र त्यहाँको 4-5 जना घरबेटीहरूले चाहिँ हामीले आफैले देखेको हो भनेर साइन पनि गरेको छ अब यो सबै मलाई इन्फर्मेसन दिने थर्ड पार्टी हो त्यो मान्छेहरू झुटो भयो भने मैले भन्न सक्दिनँ तर साँचो पनि हुन सक्छ त्यही भएर मैले यो सारा इन्फर्मेसन मलाई थाहा भएको छ त्यो मैले उसको फ्यामिलीलाई पनि दिएको छु है फुटेजहरू पनि दिएको छु मैले आचल बहिनीलाई यो भन्दा अगाडि कहिले पनि देखेको थिइनँ चिनेको थिइनँ अहिले आएर थाहा भयो ऊ चाहिँ पहिला पनि एकचोटि भाइरल भएको रहेछ अनि ऊ रोको रहेछ हार्ट ब्रेक भएको धेरै धोका पाएको मान्छे धेरै पीडित मान्छे रहेछ मैले फ्यु डेज अगाडिको भिडियो एउटा भेटेँ पनि उसको त्यहाँ चाहिँ उसले मान्छेहरूले मेरो फोटो भिडियोहरू युज गरेर छाडा गीतहरूमा हालिदिएको छ त्यस्तो चरित्र हत्या नगरिदिनु भनेर रोको पनि रहेछ अनि रिक्वेस्ट गरेको रहेछ र उसले यो घटना घट्नुभन्दा 18 घण्टा अगाडि धेरै सैड पोस्टहरू राखेको रहेछ एउटा केटासँग ब्रेकअप जस्तै टाइपको सो यो सबै घटनामा कसको हात छ कसले उसलाई त्यो मजबुर बनायो उसले आफै गर्यो कि कसले गर्यो त्यो त लास्टमा पुलिसले स्टेटमेन्ट दिएपछि थाहा हुन्छ तर मैले यो भिडियोहरू हिजो हाल्नुको मेन पोइन्ट के थियो भने ऊ चाहिँ रुमभित्र
अज्ञात समूह आएर जलाएको होइन है रुमभित्र अज्ञात समूह आएको थाहा हुन्न नि त तर ऊ रोडमा आएको त फुटेज आइरहेको छ नि त मान्छेले हो हामीले देखेको उसले आफै गरेको भन्ने त छ नि त खोइ कोही मान्छे किन होइन 2 जना 3 जनाले मिलेर गरेको ग्रुपले गरेको भन्ने किन छैन हो त्यो कुरा हो प्रोबेबली हुन सक्छ तिनीहरूले साथीहरूले मिलेर प्लान गरेर गरेको पनि हुन सक्छ हैन सो त्यही हो जताबाट भए पनि हामीले चाहिँ जस्टिस मागेको तपाईहरु मलाई क्वेशन गर्न छोड्दिनुस् मसँग भएको इन्फर्मेसन मलाई थाहा छ भने अफ कोर्स म शेयर गर्छु मलाई राखेर लुकाएर के कामै छैन जताबाट भए पनि उसलाई राम्रो होस् उसको फ्यामिलीलाई राम्रो होस् अब कोही भन्छ एआई ले बनाएको भिडियो रे मेरो अरु केही काम छैन र जलिसकेपछि देखा भनेपछि कसले जलाएको कसरी थाहा हुन्छ अहिले तिमीलाई त्यो आगो लाउँदै गरेको भिडियो राख्दिएको भए पनि हेर त गएर आगो लाउन रोक्न छोडेर भिडियो खिचिरहेछ भन्छ सो यो कमेन्टर्सलाई चित्त बुझाउनु भनेको सासु र चित्त बुझाउनु जस्तै रहेछ मैले पनि त्यो भिडियो नहेर्नुसम्म चाहिँ पत्याकै थिएन हैन उहाँ बहिनीले मलाई सेन्ड गर्नु भएको भिडियो उहाँले आँखैले देखेको कुरा हो अनि कतिले चाहिँ के हेरेर बसिरहेको त्यो हेल्प गर्नु पर्दैन भनेर त्यहाँ मान्छे आतिदैन आँखा अगाडि पेट्रोल छर्केर लाइटर बाल्दाखेरि छिटो छिटो कसले रेकर्ड गर्छ त्यहाँ आतिन्छ नि आगो लाग्दाखेरि अनि त्यहाँ बचाइ पनि रहनु भएको छ त्यो बहिनी चिच्चाको पनि थिएन रे रोको पनि थिएन रे के आगो लगाएर हिँडिरहेको थियो रे सिधा बाटोमा हिँडिरहेको थियो रे मान्छेले पानी हालेर बचाउनु भएको छ मैले अपलोड गर्न सक्दिन र कसैलाई शेयर पनि गर्न सक्दिन प्लिज मलाई कतिले माग्नु भएको छ नाङ्गै छ अनि प्लस यो कुराले चाहिँ इन्भेस्टिगेसनमा पनि धेरै हेल्प पुगेको छ जसले पानी हालेर बचायो एम्बुलेन्स लिएर गयो उहाँलाई पनि धेरै क्वेशन भएको कारणले उहाँले आफ्नो लागि यो भिडियो युज गर्नु भएको छ हैन अनि बहिनीहरुले चाहिँ त्यो आगो बालेको देखेपछि माथिबाट अब आत्तिन्छ नि त मान्छे चिच्चाउँछ डराउँछ तल जानु भएछ अनि फेरि माथि आएर बल्ल रेकर्ड गरेको रहेछ त्यही भएर त्यहाँ बचाउने पनि थिए तपाईहरु के हेरेर बसिराको भनेर पनि नभन्दिनुस् अनि सीसीटीभी फुटेज पनि छ मसँग एउटा जहाँ चाहिँ उसले ब्ल्याक कलरको टप्स अनि त्यो जगर लगाएर एउटा साथीसँग गइराको छ पास भइराको छ एकछिन त्यो घटना हुनुभन्दा अगाडि त्यसपछि उसको त साथीले चाहिँ कहाँ गयो आचल भनेर रहेछ अनि एकछिनमा त उसले पेट्रोल हालेर अब आगो लाएर आयो अनि एउटा भिडियो कल्सहरु पनि ग्रुप कल्स पनि आएको छ जहाँ चाहिँ म बाँच्दिन म मर्छु भनेर लाइटर देखाएको रहेछ ठक्क त्यो घटना हुनुभन्दा अगाडि है सो उसले त्यो सोच बनाइ नै सकेको रहेछ म मर्छु भनेर धेरै दिनदेखि डिप्रेसिभ पोस्टहरु पनि हाल्नु भएको रहेछ लाइभहरु पनि बसेर यो कुराहरु भएको रहेछ मैले एउटा फ्यु दिन आई थिंक 1 महिना 1.5 महिना अगाडि को यही भित्रको कुरा हो कसैले फेक पेजहरु उहाँको फोटोहरु भिडियोहरु छाडा शब्दहरु राखेर युज गर्दिएको पनि रहेछ उहाँले कति त्यस्तो नगर्दिनु चरित्र हत्या नगर्दिनु पनि भनेर रहेछ सो जो यो फेक अकाउन्ट्सहरु क्रिएट गरेर मान्छेको चरित्र हत्या गर्ने गर्नुहुन्छ नि प्लिज तपाईहरुले मान्छेहरुको ज्यान लिन सक्नुहुन्छ तपाईहरुले यो कुरा ख्याल गर्नुपर्छ के अब कसले यो न्यूज आउँदाखेरि चाहिँ अज्ञात समूह आएर कोठामै आगो लगाइदिएर गयो मान्छेहरुले भेटाउँदाखेरि एकदमै जलेको अवस्थामा भेटेको थियो भनेर न्यूज फैलिएको थियो अब अहिले यो भिडियोहरु हेर्दा र त्यहाँको प्रत्यक्षदर्शीले भनेको आँखाले देखेको कुरा त झुट हुन नि त हैन आँखैले देख्दाखेरि त उसले पेट्रोल हालेर आफैलाई आगो लगाएको छ कतिले चाहिँ मलाई मेसेजमा तपाईले त्यो भिडियो डिलिट गरिदिनुस् फ्यामिलीलाई गाह्रो भयो आफैले मरेको नभन्दिनु न अरे जे छ त्यही भन्नुपर्छ के जे देखेको छ क्यामेरामा त्यो दिनुपर्छ होला कसैले उहाँलाई त्यो फोर्स मर्न बाध्य बनायो होला तर देखेको कुरा त भनिदिनु पर्यो नि त अब भनेको इन्भेस्टिगेसन हुन्छ त्यो अवस्थासम्म पुर्याउने को हुनुहुन्छ इन्भेस्टिगेसन हुन्छ तर अज्ञात समूहले आएर आगो लगाइदिएको भन्न त झुट भयो नि त जबको त्यहाँ मान्छेले आफै पेट्रोल छर्केर आफै लाइटरले आगो लगाएको देख्दै अज्ञात समूह आएर गर्यो भन्न त त्यो त अनि म त्यसरी चाहिँ झुट बोल्न सक्दिन बरु म चुप्प लाग्छु तर देखेको कुरा चाहिँ होइन भनेर अर्को कुरा चेन्ज गर्न सक्दिन मैले हिजो पोस्ट गरेको थिएँ नि त अज्ञात समूह आएर आगो लगाएको थियो भनेर जब मसँग फुटेज आउँछ जहाँ चाहिँ उसले आफै गरेको भनेर भन्ने मान्छे हुँदै मैले चाहिँ त्यो स्टेटमेन्ट त्यही राख्न मिल्दैन के है अनि थ्यांक यू सो मच मनिषा बहिनी हजुरले भिडियो दिनु भएकोमा अनि मनिषा बहिनीलाई पनि सबैजनाले प्लिज भिडियो नमाग्दिनु त्यसरी टर्चर दिने गाली गर्ने काम पनि नगर्नुस् है